हेलो एभ्रिवान। दमकमा एकदमै गर्मी बढ्यो। सो आज चाहिँ हामीले एकदमै भाइरल प्लेस कुलुङ झरना जाने डिसाइड गऱ्यौँ। सो हामी चाहिँ कुलुङ झरनातिर लाग्यौँ है अब। सो हामी चाहिँ जाँते बजारदेखि अलिकति अगाडि स्कुल आएर यो चाइना बाटो भन्दो रहेछ, यो बाटोतिर लाग्यौँ। बाटो चाहिँ एकदमै बिजोग छ, तर खासै धेरै लामो त छैन, 5 मिनट जति चाहिँ एकदम हाम्रो बाटो होइन बबाल छ। एउटा खुट्टा चिप्लियो भने एकैचोटि खोलामा हो। दिस इज द भ्यू, ब्युटिफुल भ्यू। यस्तो दामी भ्यू छ यहाँको होइन। हामी जानुपर्छ तल माथि देखिँदैछ नि, यो म देखाउँछु ल। हामी यहाँनिर जानुपर्ने, यहाँनिर झर्ना छ। सो अब हामीले अराउन्ड 45 मिनटतिरको हाइक गर्नुपर्ने छ। हामी अराउन्ड 1 आवर प्लस 30 मिनट जति राइड गरेर यहाँ आइपुगेको छौँ। यो चाहिँ हाइकिङ स्टार्ट गर्ने पोइन्ट हो, पोइन्ट 2। अनि कोही हाइकिङ पुरै गरेर आउने भने चाहिँ पोइन्ट 1 मा किन हाइक गरेर आउन सक्नुहुन्छ। यो पानी देखेपछि चाहिँ म भित्रको अलिकति एउटा जनावर निस्किहाल्छ नि त। सो म लागिहालेँ, चप्पल झन्डै बगाएको थियो मेरो। अनि अरूले चाहिँ माथिबाट हाइक गर्नुहुन्छ, हामी चाहिँ मुनि खोलाबाट हाइक गऱ्यौँ, किनभने मलाई पानी एकदमै मनपर्छ नि त। सो हामी चाहिँ खोला क्रस गर्दै खोलामा खेल्दै गयौँ। माथिबाट गयो भने चाहिँ त्यस्तो रमाइलो पनि नहुँदो रहेछ क्या, लाइक एउटा पाहाडमा हिँडे जस्तो हुने। तर खोलाबाट गयो भने चाहिँ अलिकति च्यालेन्जेस अप डाउन होइन, खोलासँग इन्जोय गर्दै नेचरसँग इन्जोय गर्न जान पाइयो। यो चाहिँ वान अफ द बेस्ट ठाउँ थियो क्या, यस्तो राम्रो ठाउँ थियो होइन। पानी पनि यति चिसो, फोटो भिडियोहरूको लागि एकदमै रमाइलो ठाउँ। अनि एकदमै रमाइलो भयो। यो चाहिँ बेस्ट प्लेस फोटोको लागि, एकदमै राम्रो आयो। म चाहिँ यहाँ ठुलो ढुङ्गामाथि बसेर एकदमै इन्जोय गरेँ क्या। चाहिँ म 10 मिनट जति बसेँ, खोलाको साउन्ड सुने, चराचुरुङ्गीको साउन्डहरू सुने होइन। एकदमै रमाइलो भयो। यहाँ चाहिँ हामीले अलिकति गलेको पनि थियौँ नि त, अलिकति रेस्ट लियौँ यहाँनिर, केही खाजा खायौँ। अनि यहाँदेखि हामी फेरि ठक्क हिँड्न स्टार्ट गऱ्यौँ। यहाँ आइपुग्दाखेरि चाहिँ एकदमै यो चाहिँ मेरो पर्सनल्ली फेभरेट ठाउँ भयो। मलाई चाहिँ झर्ना भन्दा पनि यो ठाउँ मन पऱ्यो। झर्ना चाहिँ अलिकति ओभर क्राउडेड पनि हुने, यो चाहिँ एकदमै पिसफुल, पानी पनि एकदमै चिसो होइन, कोही मान्छे पनि नहुने। यहाँ चाहिँ मैले एकदमै लास्टै धेरै इन्जोय गरेँ। गहिरो पनि एकदम गहिरो नै थियो यहाँनिर। मैले चाहिँ झर्नामा भन्दा नि धेरै इन्जोय चाहिँ यहाँनिर गरेँ क्या। एकदमै स्विमिङ गरेँ, पानीको लेन्थ पनि एकदम। हामी लगभग झर्ना पुगिरहेको छु। लाइक दिस इज द मिनी झर्ना होइन, देख्नु सक्नुहुन्छ तपाईँहरूले। यसको छेउमा म जाने कोसिस गरेको, यसले ढगालेर हामीलाई छेउमै जान दिँदैन। त्यो पनि 1-2वटा फोटोहरू खिचेको छु यसँग। यहाँ बिचमा एकदमै गहिरो छ, लाइक म 5'6" छु, एराउन्ड यहाँ 5'10" जति गहिरो होला। मेरो यसो गर्दा नि हात देख्दैन भने चाहिँ एराउन्ड 5'10" छ होला। सो दिस आवर फाइनल डेस्टिनेसन। यो चाहिँ झर्ना हो। झर्नाको हाइट त्यस्तो ठुलो नभए पनि पानीको फ्लो चाहिँ एकदमै म्यासिभ थियो, एकदमै माथिबाट फ्रेसली पानी आउँदो रहेछ। अनि झर्नाको मुनि चाहिँ जानु हुँदैन भन्दै हुनुहुन्थ्यो। अब गाइस तपाईँलाई थाहा नै छ होइन, मलाई त नभएखेरि हुँदै भएन। सो झर्नाको मुनि गयौँ, एकदमै रमाइलो भयो, एकदमै इन्जोय गऱ्यौँ। सो यो चाहिँ हामीले इन्जोय गरेको। सो एकदमै ब्युटिफुल छ। तपाईँ घर नजिक हुनुहुन्छ भने साथीसँग जान सक्नुहुन्छ।